मुखबाट पानी आयो होइन त। यो कागतीको खट्टी मिठी मेरो बच्चादेखिको नै एकदमै फेभरेट। यति मिठो हुन्छ, अमिलो पिरो गुलियो टक्क परेको है। अर्ग्यानिक कागतीलाई मैले यसरी टिपेर बास्केटमा राखेको थिएँ। एउटा पनि मलाई नोक्सान भयो भने एकदमै मन दुख्छ। त्यही भएर यसको कागतीको अचार, कागतीको खट्टी मिठी बनाउँछु। यसरी मजाले छलछल पानीमा धुने, धोएपछि सफा गरेर राख्नुपर्छ किनकि अचार बनाउनु हो नि त। अनि यसरी मसला साइडमा रेडी गर्छु। मसलालाई चाहिँ सिम्पल राखेको छु। सौँफ, धनियाँ, अनि तोरी अफकोर्स चाहिने हाल्यो है, ज्वानो हालेको छु, अनि जिरा अनि खुर्सानी। यति भएपछि तपाईँलाई के पनि चाहिँदैन। यो भान्सामा सजिलो पनि भेटिन्छ। यो भएपछि अचार मसला तपाईँको रेडी हुन्छ। अरू जे मन लाग्छ एड गर्नुहोस्, तर यो चाहिँ मिनिमम भयो। यसरी मजाले खस्रो हुने गरेर ब्लेन्डरमा पिस्नुहोस्। पिसेपछि चाहिँ मगमग बास्ना आउँछ। यतिको खस्रो हुनेसम्म मैले पिसेको छु। धेरै मसिनो गर्नुभयो भने मिठो हुँदैन। अनि यसरी मजाले बनाउने होइन, कति राम्रो देखेको छ है यो मसला, एकदम मगमग बास्ना हुन्छ। अनि यसरी काटेर सानो गरेर राखेको कागतीलाई चाहिँ एउटा भाँडामा प्यानमा सानो मिडियम हिट गरेर यसलाई चलाइ पकाउनुपर्छ। अनि यसरी अघि मसला रेडी गरेको थिएँ, त्यसलाई ठिक पारेको छु यसमा हाल्नको लागि होइन। यो चलाइ पकाउनुपर्छ। हेर्नु त मैले मिडियम हिट गरेर राखेको छु। धेरै हाई हिट गर्नुभयो भने डढ्छ, मिठो हुँदैन। यसरी बेसार, नुन, खुर्सानी राखेर सुरुमा चलाइ पकाउनुपर्छ। यसको पानी सुकाउनुपर्छ। कागतीको रस पनि मजाले आउँछ। बाक्लो हुने गरेर यसलाई मजाले चलाइ पकाउनुपर्छ है। हेर्नुहोस् त, मैले यसरी सानो मिडियम हिट गरेर चलाइ पकाएको छु। अनि छोपी पकाउनुपर्छ। यसरी हेर्नु त, छोपेर पकाइरहेको पानी आइरहेछ नि, यसलाई मजाले सुकाउनुपर्छ है। नभए चाहिँ तितो हुन्छ, गनाउँछ, ढुसी लाग्छ, पछि लामो समयसम्म रहँदैन। यसरी हेर्नुहोस् त, यो आएको सबै पानी सबै सुक्नुपर्छ। अझै चलाइ पकाउनुपर्छ है। अब मैले यतिको भएपछि चाहिँ गुड राख्छु। तपाईँले चिनी पनि एड गर्न सक्नुहुन्छ, तर गुड चाहिँ हेल्दी अप्सन हो है। गुडलाई यसरी राखेर मजाले मिडियम हिटमा चलाइ पकाउने। अनि अन्तिममा चाहिँ अघि बनाएको अचारको मसला हालेर मिक्स गऱ्यो भने यति हेर्नु त, मुखबाट पानी आउने कागतीको खट्टी मिठी रेडी भयो। तपाईँलाई 10 मिनट पनि लागेन होला यो बनाउन।